गाउँतिर छु है गाइस, गाउँतिर मुला उखाल्न यति धेरै गाह्रो हुने रहेछ। पानी हालेर चट्ट लाएर पानी परेको छैन नि त। अनि त्यही भएर यो मुला चाहिँ म चाहिँ बिउ राख्ने हो कि भनेको त गेडा बनाउने हो कि भनेको त यो फल्दैन रे। अनि त्यही भएर म र मम्मी भएर चट्ट लाएर पानी हालेर अनि यसलाई बल्ल पानी हालिसकेपछि एकछिनपछि राखेर अनि बल्ल निकाल्नुपर्ने रहेछ। मलाई चाहिँ एउटा डुको साह्रै मिठो लाग्थ्यो क्या पहिला चाहिँ, त्यही भएर खाइहेरेको मिठो नै रहेछ, नमिठो होइन। यत्तिको मिठो त अनि कहाँ पाइन्छ त, पाइँदैन। त्यही भएर हामीले चाहिँ खाँदैछौँ है गाइस, खाँदैछौँ होइन। अनि पानी लगेर उखालेर बल्ल हुने रहेछ है। फेरि चप्पल नै फुकाल्नु पर्ने रहेछ नि त यो गाउँबारीभित्र जाने बेला। मुसाले चाहिँ फेरि भित्रभित्र चाहिँ ढुट्टुराम बनाइसकेको छ। यहाँ बन्दा सन्दा खुर्सानी सुर्सानी र चाहिँ अलिअलि देखाइदिएको के। लसुनको चाहिँ सिजनै हो नि त अहिले, लसुन र गहुँको चाहिँ। अनि आलु पनि रोप्नु भएको रहेछ, पर चाहिँ किबीहरू क्या ठुल भएको चट्ट लाएर होइन। यस्तो छ नि त आजभोलि चाहिँ हाम्रो ठाउँतिर। मैले देखाइरहेको छु होइन। ए लसुन देखाउँदै रहेछ होइन। अहिले चाहिँ त्यो चाहिँ सिमलको रुख है गाइस, माथि चाहिँ यो चाहिँ उता ठुलममीहरूको हो होइन। भर्खर प्याजहरू पनि रोप्दै रहेछ यतातिर। माथितिर चाहिँ चोक देखाउन थालेको, भाले के हाम्रो घरको होइन। यसलाई चाहिँ कटिङ गरेर खानुपर्ने छ। तर यस्तो देख्दा चाहिँ भालेको साह्रै माया लाग्ने कि, नखाम जस्तो लाग्ने। तर मासु त मिठो क्या, साह्रै मिठो हुने फेरि गाउँको लोकलको होइन। अनि यस्तो पात ल्याइदिएको, आफू एक्लै छु होइन। यसो अब ऊ पनि दाना साना दिनु पऱ्यो नि, आफूले मात्र खाएर भएन। यसलाई पनि यसो दानाको व्यवस्था गरिदिएको के। दाना साना खाइसकेपछि त अब यसलाई हाल्नु पऱ्यो। बाख्राको गोठतिर गएछु म, फेरि भिडियो गर्न थालेँ। बाख्रा गोठतिर गएर चट्ट लाएर फेरि माथि चोकतिर जान थालेछु के अरे। अनि फेरि माथिको बारीतिर, यो साइला बाजेको बारीतिर नि एकदम भिडियो गर्न मन लागेर गरिरहेको छु। यो चाहिँ मेरो बुहारी र मेरो बुहारीको छोरा हो। अनि खाना नि खानु पऱ्यो भनेर खाना नि देखाइरहेको छु मैले होइन। यहाँ चाहिँ फेरि हेर न, यहाँ चाहिँ भैँसीमाथि बाख्राको बच्चा बसिरहेछ। बाघको छालामाथि स्यालको रजाइ भन्ने सुन्नुभयो होला नि तपाईँहरूले, त्यस्तै हो क्या यो। अनि त्यसपछि बाख्राको पाठाहरू होइन। यस्तो क्यामेरा देखाएको त आइहाल्यो के फेरि घाँस खान होइन। चट्ट लाएर उसलाई फेरि चाक देखाउँछ, यस्तो बेहोरा सक्यो थेत।